यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय नेपाल राष्ट्र ब्याङ्कका गभर्नरज्यू श्री महाप्रसाद अधिकारीज्यू, विशेष अतिथि नेपाल राष्ट्र ब्याङ्कका वरिष्ठ डेपुटी गभर्नर श्री नीलम ढुङ्गाना तिमसिनाज्यू, एनसिएचएलका बोर्डका चेयरम्यान, एनसिएचएलका सिइओ निलेशजी, त्यस्तै प्रमुख महालेखा निरन्त्रकज्यू, नेपाल ब्याङ्कर्स एसोसिएसनबाट पाल्नुभएका पदाधिकारीहरू, त्यस्तै एनएफआईका प्रेसिडेन्ट, नेपाल राष्ट्र ब्याङ्कबाट पाल्नुभएका कार्यकारी निर्देशकज्यूहरू र सम्पूर्ण ब्याङ्क वित्तीय संस्थाबाट पाल्नुभएका सिइओ अरू एक्जिक्युटिभ्स र एनसिएचएलका समस्त त्यहाँका स्टाफहरूलाई म डिभानको तर्फबाट नमस्कार र न्यानो अभिवादन टक्राउन चाहन्छु। हुन पनि धेरैचोटि यहाँहरूले अहिलेसम्म भनिसकिएको छ, यो आजको एकदमै ऐतिहासिक क्षण भनेर जुन भनिएको छ, पक्कै पनि नेपालको लागि र विशेष गरी नेपालको हाम्रो ब्याङ्किङ सेक्टरको लागि चाहिँ जुन अहिले आज यो अनभेल भइरहेको छ एनपिएस अन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे, यो दुइटैले चाहिँ हामीलाई धेरै हिसाबले अगाडि बढ्नलाई मद्दत गर्छ भन्नेमा हाम्रो केही दुई मत नै छैन। म त्यो दिन सम्झन्छु, आजभन्दा केही वर्ष अगाडि राष्ट्र ब्याङ्कको पेमेन्ट सिस्टम डिपार्टमेन्टमा हामी एकचोटि गएर एउटा सानो मिटिङ भएको थियो र त्यति बेला नै यो बाहिर जुन हामीले स्विचको निर्भरता र त्यसमा एसोसिएटेड कस्टलाई घटाउनको लागि चाहिँ नेपालमा आफ्नै स्विचको जरुरत छ र त्यो हामी ल्याउँछौँ भन्ने जुन कुरा भएको थियो, त्यो चाहिँ अहिले आएर एनसिएचएलले त्यसलाई पुरा गर्दाखेरि चाहिँ हामी सबैको लागि एकदम गर्व गर्नुपर्ने नै यो मौका हो। र एनसिएचएलले विगतको 16 वर्ष प्लस समयमा बेलामा नयाँ इनोभेसन्सहरू ल्याएर जसरी नेपालको ब्याङ्किङ सेक्टरलाई चाहिँ अझ सहज, अझ राम्रो बनाएको छ, त्यसको लागि हामी सबैले नै एनसिएचएललाई चाहिँ धन्यवाद दिनु नै पर्ने हुन्छ। र एनसिएचएलले चाहिँ यसरी टाइम एन्ड अगेन नयाँ प्रडक्ट्स ल्याएर जसरी एउटा नयाँ स्ट्यान्डर्ड सेट गरिरहेको छ र हरेकचोटि त्यो स्ट्यान्डर्डलाई अझ माथि पुर्याएकोमा चाहिँ सायद अलिकता हामी ब्याङ्क वित्तीय संस्थाको बानी पनि बिगार्नुभयो जस्तो लाग्यो हामीलाई। अब एनसिएचएलबाट अझै पनि भावी अगाडिका दिनहरूमा योभन्दा धेरै पनि अपेक्षा हामी डेफिनेटली गर्छौँ र हामी विश्वस्त के छौँ भन्दाखेरि अरू इनोभेसन्स पनि एनसिएचएलबाट फर्थकमिङ डेजमा पक्कै पनि आउँछ। र अहिले हामीले हेर्ने हो भने केही वर्ष अगाडिको हाम्रो ब्याङ्किङ कारोबार र अहिले हेर्दाखेरि जुन सहजता भएको छ, जति हामीले एफिसियन्टली इफेक्टिभली सर्भिस प्रोभाइड गर्न सकेका छौँ, त्यसको लागि चाहिँ एनसिएचएल चाहिँ आई थिङ्क यो फाइनेन्सियल सिस्टम एउटा सुपर ग्लु जस्तो भएर बसिएको छ टु कनेक्ट अल द स्टेक होल्डर्स, अल द पार्टिज। र आजको जुन यो अनभेलिङ छ एनपिएस अन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे, त्यसको लागि चाहिँ डेभलपमेन्ट ब्याङ्कर एसोसिएसनको तर्फबाट पुनः एकपटक एनसिएचएलको पुरा टिमलाई म बधाई तथा शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार।